मैले हाले सुन्तला तथा कृषि फर्म अन्तर्गतको बगैँचाको आन्तरिक भित्री दृश्यहरू मैले यसपटक देखाउन चाहेँ। हाले सुन्तला तथा कृषि फर्मका प्रोप्राइटर आदरणीय स्वर्गीय बाबा दुर्गाबहादुर हालेको सम्झनामा मैले संरक्षण गर्दै आएको यो बगान हो। यो बगान मैले यसरी देखाउँदैछु। यो भित्री भागहरू हो। भित्री भागहरूमा भएको फलेको सुन्तलाको अवस्था मैले यसरी देखाउँदैछु। यहाँ मेरो मोबाइलको क्यामेराले कति कैद गर्न सक्छ त्यति मात्रै देखाउन चाहन्छु। म पहिलो बगानको पहिलो स्टेपबाट मैले तपाईहरुलाई अन्तिमसम्म देखाउन चाहन्छु। भिडियो कृपया अन्तिमसम्म हेरिदिनु होला। हामी स्वर्गीय बाबा दुर्गाबहादुर हालेको छोराहरू, 3 छोराहरू। सुबेदार जेठा छोरा सुबेदार सुनिल कुमार हाले, उहाँको बसाई स्याङ्जा पुतली बजार नगरपालिका स्याङ्जा पुतली बजार नगरपालिका 1 प्रगति नगरमा बसोबास गर्दै आउनुभएको छ। र म माइला छोरा नवीन हाले यो बगानको संरक्षण गर्दै पुतली बजार नगरपालिका 7 को ढाबामा बसेर यो सुन्तलाको हेरचाह गर्दै गर्ने एउटा संरक्षक रूपमा बसिरहेको छु। यस्तै गरी मेरो भाइ कान्छा लालबहादुर हाले, जुन हाल चितवनमा इन्डियन आर्मी अवकाश प्राप्त पछाडिको लाइफ चितवनमा बसोबास गर्दै आफ्नो व्यवसायमा तल्लीन रहेको कुरा मैले जानकारी गराउन चाहेँ। यो भित्री बगान हो, भित्रबाट देखिने बगान हो। मैले कति देखाउन सक्छु। म दोस्रो स्टेपमा पुगेँ। सुन्तला यस्तो छ। अब यो कति देखाउने कति नदेखाउने मैले जति मेरो मोबाइलले कैद गर्छ म मात्र त्यति देखाउन चाहन्छु। माथिबाट देखाउन असमर्थ भएँ। ड्रोन मार्फत खिच्न पाएको भए सबै देख्न सकिन्थ्यो। र यो म अर्को गरामा उक्लिसकेको छु। यो सुन्तलाको अवस्था यस्तो छ। हेर्नुहोस् सुन्तला कस्तो छ अवस्था तपाईहरुले देख्न सक्नुहुन्छ। म यो अवस्था यहाँलाई पुरै देखाउने छु। भिडियो अन्तिमसम्म हेर्नु होला। जो यहाँ म वहाँ तलबाट सुरु गरेर म यहाँसम्म आइपुगेँ। म यहाँदा उता जान चाहिनँ। म अब माथि जान्छु र माथिबाट म अरू फेरि दृश्यहरू देखाउँछु। यो भित्री बगानको भागहरू मात्रै देखाइरहेको छु है। ल हेर्नुहोस् यो बाहिरबाट देखिएको अलिकति देखाउन चाहेँ। र म अर्को स्टेपमा जाँदैछु है। अर्को स्टेपमा अब म यहाँ माथि गएर फेरि देखाउँछु। हेर्नु होला। म यो क्यामेरा मोबाइल बोकेर हिँड्दा फाउजै फुलिरहेको छ। हाम्रो टाउकोमै आउँछ। एकदम नजिक छ सुन्तलाहरू। अथाह फलेको अवस्था पनि छ। यो अवस्था देखाउन चाहेँ मैले सबैलाई। ल हेर्नुहोस् अब कसरी देखाउने मैले तपाईँहरूलाई सबै देखाउन सक्दिनँ। मेरो क्यामेराले जति कैद गर्छ त्यति देखाउँछु। म हिँडिरहेको छु। तपाईहरुलाई यो बगान देखाउनको लागि हिँडिरहेको छु। यो भित्री अवस्था हो। भित्री भाग हो भने बाहिरी भागमा एकपटक आफ्नो क्यामेराले जति कैद गर्छ त्यति देखाउँछु। यो म बगानको तलबाट केही माथिसम्म आइपुगेँ अहिले भने म फेरि अर्को ठाउँतर्फ जाँदैछु। अब यहाँबाट हो त देखिएसम्म हो। त्यो देखिएको कुराहरू मैले यहाँलाई जानकारी गराउन चाहेँ। त्यहाँ झाडी पनि छ अलि। अन्त झाडीमा म जान सकिनँ। म अब यतातिर फर्केँ। हामी स्याङ्जावासीहरूको मूल पेसा भनेकै सुन्तला हो।
यही सुन्तलामा तल्लीन रहेर आफ्नो जीविकोपार्जन गर्दै युवाहरूलाई यो कृषि पेसामा तल्लीन भई कृषिमा निर्भर रहनको लागि पनि मैले यहाँलाई आग्रह गर्दछु। यसमा जति परिश्रम छ त्यति नै मिठो फलहरू पनि छ। म धेरै तलबाट माथि आइसकेँ। म अझै माथि जान्छु र मेरो बगैँचाको अझै माथि मैले जति सकेँ त्यति देखाउन चाहेँ। म त्यहाँ यसरी जाँदैछु। मैले जति सक्छु त्यति देखाउँछु है साथीहरू। हेर्नुहोस् है, म माथि आउँदैछु। म तल थिएँ, धेरै तल थिएँ, अहिले माथि आइसकेँ। यहाँनिर यस्तो छ। अब म फेरि माथि चढ्दैछु। यो भाग माथिको भयो, माथिल्लो गराको भयो, यो तल्लो गराको। म यहाँ हिँड्दैछु र मैले यो रोगबाट सुरक्षित राख्नको लागि मैले यो झरेका सुन्तलाहरूलाई यसरी थैलोमा प्याक गर्ने काम पनि गरेको छु। मेरो बगानको भुइँको अवस्था यस्तो छ। सरसफाइमा पनि ध्यान दिनुपर्ने कुराहरू मैले हाम्रा कृषक साथीहरूलाई अनुरोध गर्न चाहेँ। म अब अझै माथि उक्लिँदैछु। माथि उक्लिँदैछु है। ल है साथीहरू, म माथि उक्लिँदैछु। सुन्तला एकदम नजिकबाट खिच्ने भन्नुभएको थियो। नजिकबाट तानेकै छु र यो गरामा पनि यसरी दुईवटा थैलोहरू भरिसकेको छ। यस्तै गरी अब हामी यता अर्को गरातिर लाग्यो। यो गरामा पनि यसरी थुप्रिएको छ सुन्तलालाई है साथीहरू। ल र म अझै माथिल्लो गरामा जान्छु। र म माथिल्लो गरामा जान्छु है। माथिल्लो गरामा गएर कति देखिन्छ त्यति देखाउँछु। हेर्नु है साथीहरू, अब यस्तो छ यो अवस्था। भित्री भाग मात्रै देखाएको छु है मैले अहिले। हेर्नुहोस्, अब सुन्तला यसरी लड्रमा फलेको छ। अब यो टेका लगाएको भनेको यहीँ मात्रै है, मैले लाउनु नसकेर मात्रै यतिलाई लगाएको। र मैले यतातिर अलिअलि लगाएको देखाउँछु। र म फेरि अझै माथिल्लो घरमा जाँदैछु है। यो घरमा आइपुगेँ। फेरि माथिल्लो घरमा माथिल्लो घरको अवस्था यस्तो छ। हेर्नु साथीहरू, यता टेका लगाएको छ, त्यहाँ पनि एउटा थैलो राखेको छ। म यो घरबाट तिर्से जाँदैछु। होइन ल, यहाँ देख्नुभयो भाँचिएर बुट्टाहरू धेरै फलेर भाँचिएको अवस्था। ल म चाहिँ उता जाँदैछु है साथीहरू, उता जाँदैछु। धेरै भाँचिएको छ। अब यहाँनिर एउटा झलक देखाउन चाहन्छु। यहाँनिर एउटा बुट्टा भाँचियो, यसरी भाँचियो देख्नुभएको छ। भाँचियो। फर्केर फेरि माथि लगेर उक्लिँदैछु। लगनमा ल हेर्नु, अब यो पनि भुइँ छोएर यस्तो छ अवस्था। यस्तो छ। ल म फेरि माथि लगेर आइपुगेँ। माथिल्लो घरको अवस्था यस्तो छ। केही टेका लाउनु भ्याइयो, केही लाउनु भ्याइएन।
कुराहरू जानकारी गराएँ। खै के को लागाहरू यस्तो छन्। अब यहाँबाट मासतिर पनि अझै छ है बगान धेरै नै छ। यहाँनिर भाँचिएको हाँगाहरू ल्याउनुहोस्। भाँचिएको कसरी भाँचिन्छ ल्याउनुहोस्। दाना धेरै फल्यो, फल धेरै भयो, भाँचियो। अब म यता गएँ, म यता जान्छु। यता जाँदैछु है। र पारिपारि देखिएको पनि है, पारिपारि देखिएको पनि हो। यहाँबाट माथितिर पनि छ, कति जुम गरेर तान्ने ल्याउनुहोस्। हो माथिसम्म छ है। ल तल यस्तो छ। यो बुट्टालाई पनि कष्ट भएको छ, ल्याउनुहोस्। फल धेरै भएर सुन्तलालाई कष्ट भएको छ, ल्याउनुहोस्। देख्नु भएको छ यो तलको बैरालो ल्याउनुहोस्। सुन फलेको छ, सुन। ल म अब आधा बगान चारेँ। अब म चार्न सकिनँ, म सबै बगान देखाउन सकिनँ। म एकचोटि क्यामेराले कति कभर गर्छ बाहिरबाट कभर हुने गरी भिडियो गर्छु है त। यहाँबाट देखिएको मास्तिरसम्म है, यहाँबाट देखिएको सबै माथिसम्म ल्याउनुहोस्। सुन्तलाको हालत ल्याउनुहोस्, चोकेर के छ ल्याउनुहोस्। हो यहाँबाट देखिने यो सबै हो है, वहीँसम्म। यहाँनिर छ अझै ठुलो पोका परेको ठाउँ। ल यो कमिला जस्तो देखिन्छ, के देखाउने। यो मेरो ढकबहादुर राणा दाइको घर हो। अनि यसरी आएर मेरो यो पुरानो घर हो, यो बिचमा भएको बुढ्यौली घर। अनि त्यस पछाडि आएर यो बिचमा भएको यो बगानहरू है, यो मेरो अहिले बसोबास गरिरहेको घर हो। ल यो मैले यसरी देखाउन चाहेँ। ल सबैलाई धन्यवाद। सबैले मेहनत गरेर खानु होला, आफ्नो खुट्टामा आफै उभिनु होला, कृषिलाई प्रोत्साहन दिनु होला भन्दै आले सुन्तला तथा कृषि फर्मले यहाँहरू सबैलाई यही सन्देश दिँदै यहाँहरूको सल्लाह सुझाव अपेक्षासहित यहाँहरू समक्षबाट बिदा हुन्छु। हस्त धन्यवाद, नमस्ते, बाई बाई।